के हो यो? मायामा झटारो आयो हो। पछाडि फर्केर हेर त तिम्रो बाउ आयो होला। ला अब के गर्ने? तिमी यहाँबाट भाग, म पिटाइ खाएर आउँछु। माया फिरन्ती अय्यौ माया भाइ किन गरिस् त? मैले सोचा पनि थिएन तैँले यस्तो गर्छस् भनेर। भाइ अब धेरै नरौ, अब जिउनु भइहाल्यो नि त हैन, जिउनु भइहाल्यो। सबैलाई यस्तो दुःख आइपर्छ के, आफूलाई सम्हाल भाइ। दाइ कसरी सम्हाल्नु दाइ? सधैँ 12 बजे सुत्ने मान्छे आज 7 बजे सुत्यान्। सुति आयो गदा, ओइ उठ सुत दे। 12 बजे सिनेमा नि त अहिले। उठ बाबु, पिए त यस्तो जाडो बढिरहेछ। बाबु गएर मिठो 2 कप चिया ल्याएर आऊ त। हुन्छ हजुर। ओहो कस्तो जाडो बढ्यो क्या, यस्तो जाडोमा त सरकारले भत्ता पनि दिने गर्नुपर्ने के। ल्याइ बाबु। हजुर हजुर ल। हेर त कति धेरै दुध हालेको के, अलि दुध बचाउनु पर्छ, थाहा छैन तँलाई? सरी मालिक, मलाई भनेर बनाएको चिया तपाईँलाई परेछ। सुन्दै हजुर भाइ। यो बाटो कहाँ जान्छ? यो बाटो भाइ? हजुर म यो ठाउँमा बसेको अहिले 35 वर्ष भयो। हजुर दिउँसो चाहिँ यो बाटो काहीँ पनि जाँदैन। हजुर। राति खोइ कहाँ जान्छ भाइ त्यो त मलाई पनि थाहा छैन भाइ। पागल बुढो। मैं पागल हूँ, मैं पागल हूँ। नो 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 नो। अगर तेरी जैसी मेरी शक्ल होती ना तो मैं अपने माँ बाप पे केस कर चुका होता। अरे कहना क्या चाहते हो? हाजी साहब, मैले धेरैचोटि भन्न कोसिस गरेँ तर भन्न सकिनँ। तर आज भन्दैछु, म तपाईँको छोरीलाई मन पराउँछु, माया गर्छु, उसँग बिहे गर्न चाहन्छु। हे गरिब, तेरो हिम्मत कसरी भयो कि एउटा काजुको छोरीसँग प्रेम गर्ने, अझ त्यसमा पनि बिहेको प्रस्ताव गर्छस्? आखिर तेरो हैसियत के हो? त कोस नभुल काजी, तेरो 3 बिघा जग्गाको हुनेवाला मालिक हुँ म। ज्वाइँ साहब, साले गरिब किसान, तेरो हिम्मत कसरी भयो एउटा काजीलाई ज्वाइँ भन्ने? तेरो हैसियत के छ? भाइ तेरो दुःखको दिन गए कसरी? मैले दोकान बेच्दिएँ नि। के राजाले लगिदिन्छ यहाँ पनि हेरौँ त खै के रहेछ। नो नो नो।